हेलो मित्र हो। मेरो बल्ल चाहिँ नि छुट्टी भयो हैन। छुट्टी भएपछि बल्ल खानालाई ठ्याक्कै राखेको छु। यहाँ के छ भन्दाखेरि सेतो चना बनाएको हिजो हैन, हिजो को चना भयो के अरे। अनि यहाँ कुखुराको मासु पनि छ। मेरो कुखुराको मासु पनि पडक्क लगाएर खानुपर्छ। अनि यहाँ चाहिँ नि आमको अचार राखेको छु। भात छ के अरे। अब पेप्सी यो पिउनै पर्छ कि। छुट्टी भयो बल्ल, त्यही भएर खाना खानेको समय मेरो। ल हेर्नुहोस् है, तपाईँहरूलाई कस्तो लाग्छ? यति राम्रो मिठो जस्तो त देखिन्छ के अरे, तर मिठो छ कि छैन पेटमा गएपछि थाहा होला नि मिठो हुने नहुने हैन।